खाइ ल बाइक खान्छु ल के भन्नु छ गाइजहरुलाई किन यस्तो बिराजी ह किन यस्तो बिराजी ह ल हजार को ओके यहाँ ल यहाँ जिगल ल छिटो अच्छा रिमिक्स आइटम है ये हांजी ओके मन मजा गरे नि त यहाँ ए भीगी भीगी बातों पे ए मीठी मीठी बातों पे एकदम खुश ए पोस्ट खान देखो मेरो पैसा निकाल्नु छ हेलो वेलकम ब्याक यस्तो भयो गाइज त्यस्तो यो के कारणले हुन्छ के भएर हुन्छ यसो तपाईहरुले थाहा छ भने यसो मलाई जानकारी दिनु होला यसको उपचार के हुन्छ भनेर त गाइज यो किन यस्तो भयो भन्दा यस्तो पानीमा चिसो पानी तातोमा खेलायो भने यस्तो हुन्छ कि सबैजनालाई स्वागत छ आजको भिडियोमा आज यतिकै बस्दा बस्दा अब भिडियो बनाउन त पाइरहेन बाहिरतिर डुलेर हैन के भिडियो बनाउने भन्दाखेरि आज फेरि हाम्रो यहाँ अब मामा भान्जीको फेरि च्यालेन्ज हान्ने रे भान्जीले मामासँग च्यालेन्ज हान्ने रे के आज पानीपुरीको च्यालेन्ज हान्ने रे सो हेरौँ मै त गाइस भान्जी जितेको मामा जित्छ यता फेरि पानीपुरी बन्दैछ अस्त व्यस्त छ सामग्री सबै सेट हुँदैछ गाइस पानीपुरी यो फुल यता रेडी भइसक्यो अब यो पनि रेडी भएपछि हामीलाई सो च्यालेन्ज हुनेछ हाम्रो भान्जी कतिको एक्साइटेड हो फुल्की उस हान्नलाई कतिको एक्साइटेड हो च्यालेन्ज गर्नलाई कतिको एक्साइटेड पानीपुरी के एक्साइटेड छैन 500 को 20 वटा खानी 20 वटा 500 जले जित्छ 5 हार्ने नै खुर्सानी खान्छ है त हार्ने खुर्सानी खान्छ ल यसो मलाई चाहिँ खुर्सानी नहालेको चाहिन्छ फेरि ल दिदीले 100 रुपैयाँ पाउँछ 500 सबै त 1000 रुपैयाँ कमाइ हुन्छ 500 रुपैयाँ चाहिँ दिदी 500 को खुल्ला छैन भन्नु न ल हजार को ल 1000 को कोरे पनि खेल्दिन म त 1000 रुपैयाँको ए म कबाट लाउँछु ए ल गाइस ल हजार को ल अब खाइ ल बाइक खान्छु ल यस्तो नगर न खड्यो तल आज चाहिँ हामी पानीपुरी च्यालेन्ज 20 वटा जित्नेले कति हो 1000 रुपैयाँ पाउँछ अनि कोले च्यालेन्ज गर्छ 3 जना खेल्ने 3 जना खेल्दैन 2 जना मामा र भान्जी न त्यसो भए मजा आउँदैन मजा आउँदैन 3 जना म मम्मीलाई सोधेर आउँछु मम्मी ए भीगी भीगी बातों पे ए मीठी मीठी बातों पे ए साल मुझे नहीं लगता मकई बारी गरम गरम मकई बारी गरम गरम मकई बारी गरम गरम भयो 14 अच्छा रिमिक्स आइटम है ये अब हाम्रो चाहिँ 20 वटा पानीपुरी खाने च्यालेन्ज सुरु हुन्छ मामाजीको हैन हामी हालिसक्यो 5 6 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 14 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 वटा भइछ
ल तिमी मेरो गर म तिम्रो गर्छु तिमी मेरो गर म तिम्रो गर्छु ये बड़ी अच्छी बात कही आप 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 मेरो ठुला रहेछ मेरो सानो रहेछ तिमीले चाहिँ हाल ल यहाँ राख्नु नि 3 2 सुरु गाइस ल 1 गो भर्न पर्यो नि Itu apaan juga? Mantap. Udah. Asli भन्ने हो भेलपुरी खाने? भेलपुरी. Semua orang di nanti dia mana? Aku tu. Coba sama kamu. Di mana? Mana pun akan. Kau di sana. Kau di dalam lagi udah juga. Tapi jika naik sana yang kau. Di mana hanya sana mana? Sana sana. 500 rupiah kok. Kau 500 rupiah. Oh mama. Ini kau di mana ada? Macam yang cari lain ada. Tapi kita harus. Kebanyakan. 500 dari sawal lah, yo sangat sampai dah. Ada gore, ada. Nyanyi nombor. Macam mana? Kamu di lain. Kamu. Kamu. Anak dia besar. Mana? Ada. Mas ada. Ada satu pasti. Enggak, nah, aku nak lagi. Situ enggak ada mana bahasa. Nah, di sana. Lo, boleh ditah. Di sini mana hantu itu ada banyak. Ya, sigan najau. Bibi sudah. Terminit macam ni orang. Kamu mana masih ya? Winner mo? Nikan lu mere 500 rupiah. Mere 500 rupiah nikan lu. Nyo तिम्रो ठप्याको यो होइन लै यो मेरो नि खादै हो 500 रुपियाँ निकाल्नु तिम्रो चिटिङ गरेको यहाँ हाल्दै नहालेको जस एउटा दिनु म सुहा पुरै खान्छु ठाडो गरेर गर्दिनु को जित्यो गाइजहरु सो गाइज आजको गेम भएको थियो पानीपुरी च्यालेन्ज विवश त खानु थियो
र यो हाम्रो फर्स्ट टाइम यो अब धेरैले मुकबाङ च्यालेन्ज भन्छन् त्यो के हो थाहा छैन हामीलाई तर हाम्रो चाहिँ पानीपुरी च्यालेन्ज थियो फर्स्ट टाइममा यतिकै बस्दा बस्दा के भिडियो बनाउने भनेर चाहिँ यो बनाऊँ न त आज भनेर भान्जीले दिएको आइडिया हो होइन सो गाइस मामा भान्जीको यो पानीपुरी च्यालेन्जमा चाहिँ आज को विनर भएको छ भान्जी भान्जी कि मामा भन न भान्जी आजको विनर चाहिँ भान्जी भएको छ मेरो पैसा निकाल्नु छु त नसकिँदो रहेछ भान्जीसँग सकिँदो रहेनछ गाइस खाँदो रहेछन् मामा राक्षस होला भनेको त भान्जी राक्षस नि होइन राक्षस नि हो तिमी ओहो है चबल्यो न ल गाइस ल आजको भिडियो यही थियो के कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट प्रतिक्रिया दिनु होला र च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन सब्स्क्राइब प्लिज गरिदिनु होला तपाईहरुको साथ सपोर्टको एकदम जरुरत छ सिगान पनि नफालिकन खानको हतार यस्तो अब त्यो 500 चाहिँ यस्तो गाइस के हो भन्दाखेरि यो फर्स्ट टाइम हो नि त हाम्रो अनि यो फर्स्ट टाइम हो अलि इन्ट्रेस्टिङ हुन्न भनेर चाहिँ 500 राखेको यो बोली मात्रै राखेको साँच्चैको प्राइस चाहिँ यो छ हेलो छ भान्जी छ गाइस भान्जी रिसाइसकेको छन् है अब यहाँ रिसाइसकेका छन् छ के भान्जी छ ल यहाँ झिकन यहाँ छ ए किन यस्तो गरे छ नि त भान्जी ल किन रोएको छ के यहाँ ल यहाँमा झिक ल छिटो छिटो भान्जी छिटो भान्जी ओके मजा गरे नि त यहाँ झिक यहाँ झिक नि त झिक यहाँ छ क्या यहाँ झिक यहाँ झिक नि यहाँ झिक नि त यहाँ छ क्या झिक नि यहाँ पसमा छ क्या यहाँ तिमी आफै झिक के ल ए आचा के भन्देऊ गाइसलाई ए बिस्तारै यस्ता मान्छे बिस्तारै हेर टु हात कस्तो हातले यो भगवान 500 मात्रै उदापत्ति छ हेर त खुस ए पस्नु फाल्दिएको यहाँ राखिदेऊ यो ए भगवान रिसाएर हेर त रिसाएर पस पनि फाल्दैन आउने फेरि केही भन्नु छ गाइजहरूलाई किन यस्तो हो तिमी अझै अगा छैनौ भर्सम्म तिमीले च्यालेन्ज गर्नु हुने क्यामेराको फेसमा अहिले चाहिँ गर्ने यस्तो गर्नु त भएन नि मान्छे ल गाइस ल रमाइलो भयो इन्डिङमा अब के गर्ने भान्जीले मलाई कन्टेन्ट झन् मजाको कन्टेन्ट दिलाइदिए जस्तो लाग्यो सो गाइस त्यही हो ल आजको ब्लग चाहिँ यति नै अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र फेरि अर्को नेक्स्ट ब्लगमा मिल्दैछु बाई अच्छा बात नहीं